Welcome back to my another vlog. So if you are new viewers, once time subscribe to my channel. आजको vlog रहेको छ 60 र मेरो काठमाडौँ टु बिरतामोर हाम्रो डेस्टिनेसन vlog. विभिन्न ठाउँमा भिडियो क्लिपहरू एड भएको छ. सुरुमा हामी चाहिँ हैन यो बाइकलाई पास गर्न हैन जडीबुटी उता थानकोट साइड गुजरात जानेछौँ. त्यस पछाडि फर्किन हामी गर्दा प्लानमा. सो यो चाहिँ साथीको नयाँ बाइक हो हैन, तर मैले राइड गर्नुपर्ने हुन्छ. अनि त्यस पछाडि चाहिँ के हो भने यो KTM 200 को चाहिँ हैन राइड एक्सपिरियन्स चाहिँ मैले तपाईहरुलाई भन्नुपर्ने हुन्छ है. बाइक पास गरियो, गुर्जधारामा घुमियो, बाइकको धनी भयो. सो सिधै भन्नुपर्दा हैन युवाहरुको हैन मन मुटु टुकटुकीमा बस्न सफल हो. एनएस भन्दा चाहिँ टुकै मलाई कडा लाग्छ हैन. सो मेरो राइड एक्सपिरियन्स चाहिँ यस्तो लाग्यो हैन, एकदम बवाल स्मुथ राइड हैन. बवाल छ घोडा हर्स पावर पिकअप जस ओभरटेक गर्नु पर्यो भने चाहिँ हैन सर्ट काट्छ हैन. हामी चाहिँ कहाँनिर बल्खु हामी यहाँ आकाशी पुलको छेउमा पुगेछौँ. त फेरि यति सो यो चाहिँ कोटेश्वर हो हैन. कोटेश्वर हामी कति बजे सो नयाँ बाइक किनेको जोस जागरमा हैन. अब 1 बजे हामी बाटो लागिरहेछौँ क्या पर अब पूर्व जानलाई हैन. अब हाम्रो राइड चाहिँ हैन चलिसकेको छ. अब कति बजे हामी पुग्छौँ हैन थाहा छैन हैन. चाहिँ भक्तपुरको सुरु भयो राइड हैन. अनि यो के जडीबुटी लगनथली ठिमी हुँदै सागा उकालो जानेछौँ हैन. त्यस पछाडि सिधै बनेपा माथि पर उतै सिलगढी हैन सब ठाउँमा हैन. पक्कै बेसी हुँदै माथि पर लानसान हुँदै हैन उता परसम्म पुग्छौँ हैन. अहिले चाहिँ ट्याक्कै बन्द. सो तपाईँले भन्न सक्नुहुन्छ हामी चाहिँ कति बजी पुग्छौँ भनेर हैन. कमेन्ट गर्न सक्नुहुन्छ. हामी चाहिँ साङ्गा उकालो यहाँनिर फेरि अफ रोड छ क्या, बाटो बन्दैछ हैन. सो हिजो अस्ति ठुलो बर्खामा पानी परेको हुनाले चाहिँ यहाँनिर बाटोहरू पुरा भत्किकै बनेकै छ हैन. साङ्गा पुल अब माथिको. अनि यहाँदेखि देब्रेपट्टि गयो भने शिवको ठुलो मूर्ति छ है साङ्गामा हैन. ठेक्कै क्रस गरेर बनेपा भकुण्डे बिसी साइड. सो यही हो, यस्तै छ आजको डेस्टिनेसन पूर्वसम्मको. खोला किनार त होइन पुरा कत्रो ठुलो बाढी आएछ नि त. अनि सब खोलाहरू रोडहरू होइन सब भत्किएको छ. अफ रोड छ तर पनि यो बाइकले चाहिँ स्मुथ होइन मजाले तान्छ. सर होइन देख्न सक्नुहुन्छ घरहरू डुबाएर होइन घरहरू तल घर देख्नु भयो तल पुरा
ढलिरहेछ हौ बिजोकै बनाएको छ पहिरो त्यही भएर पहिरोको जोखिम होइन पानी झरी सुरु भयो तपाईँहरू पनि सुरक्षित बस्नु है सबैजना अब पहिलेको जस्तो होइन बाटो छैन भन्छु म किनकि बाटोहरू भर्खर बन्दैछ सब खोलाले बगायो होइन सुबाए मनाङ मुस्ताङ होइन गएको जस्तो होइन अफरोड बाटो पो छ त हो अहिले त खोला बगारै बगार पुरा धुलो उडेर ब्याट चपडै छ नि फेरि गाडीहरू पनि खासै कुद्दैन बिस्तारी जान्छ तर पनि हामी चाहिँ पुरा स्पिडमा गइरहेछौँ जोस जाँगर लिएर होइन हेरौँ न रोडको हालत त पुरा खत्तमै भएको छ नि अब यो कति वर्षमा बनिसक्छ थाहा छैन होइन तर राम्रो बन्दोस् छैन हामी युवाहरू होइन जोसका साथ जाँगर साथ यो बाटोमा राइड गर्नु हुँदैन बाइक कुदाउनु पाउँदैन त्यही हो क्या राइडरलाई चाहिने भनेको राम्रो बाटो हो क्या स्मुथली राइड गर्नुलाई पायो भने होइन केही चाहिँदैन क्या त्यसैमा हामी रम्न सक्छौँ क्या के कसो हो गाइज कमेन्ट भन्नु पऱ्यो है इन्भेस्टिगेसन हो उनीहरू यहाँ त खायो हिँड्नु उनीहरूकै सरकारले दिइहाल्छ
बाइकै उबाट गरेर सो थ्याङ्क यू फर वाचिङ अनि सो हामी चाहिँ बिर्ता मोड कति 8-9 बजीतिर पुगेका थियौँ होइन सो हाम्रो राइड चाहिँ सेफ रहेको थियो